तपाईले स्यामसङको फोन किस्तामा लिनु भएको छ तर त्यो किस्ता कसरी तिर्ने, कहाँबाट तिर्ने, कुन माध्यमबाट तिर्ने भन्ने कुरो तपाईलाई थाहा नहुन सक्छ र इसेवा र खल्तीबाट तपाईले आफ्नो फोनको किस्ता घरमै बसी आफैले कसरी तिर्न सक्नुहुन्छ भन्ने कुरोको जानकारीमूलक भिडियो लिएर आएको छु। सबैभन्दा पहिला तपाईले इसेवा एप खोल्न पर्ने हुनेछ। त्यसपछि इसेवा एप खुलिसकेपछि अलि तल फाइनान्शियल पेमेन्ट्समा इएमआई भन्ने छ, त्यहाँ गइसकेपछि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमा जानुपर्ने हुन्छ। त्यसपछि तपाईको मोबाइल लिँदाखेरि एउटा लोन नम्बर बनेको हुन्छ, त्यो लोन नम्बरलाई यहाँ राख्न पर्ने हुन्छ। यदि लोन नम्बर तपाईसँग छैन भने मेसेजमा आएको हुन्छ या तपाईले जुन डिलरबाट लिनुभएको छ त्यो डिलरबाट पनि लोन नम्बर उपलब्ध हुन्छ। त्यसपछि तपाईको यहाँ फोन, तपाईको नाम अनि डिलरको नाम सबै डिटेलहरु देखाउँछ, कति हाल्नुपर्ने किस्ता त्यो सबै देखाउँछ। अनि हाल्नुपर्ने किस्ता यहाँ टाइप गरेपछि प्रोसिड गरेर अगाडि बढेपछि कन्फर्म गरेर चाहिँ आफ्नो पिन हाल्नु भएपछि यहाँ सजिलै तिर्न सक्नुहुन्छ।